सुत्न गए आज यहीँ आइसक्यो मसँग सुत्न ए हजुर जति बेला पनि 6 बजे सुत्नु 6 बजे उठ्नुहुन्छ जति बेला पनि जुन दिन पनि त्यही भएर 12 बजेसम्म सुत्ने हैन नि त म अनि मलाई पनि उठाउनुहुन्छ सुत्नै दिनुहुन्न आज सुत्न दिन्छु आइज न मैसँग बस हजुरको भरोसा छैन म माथि नै जान्छु के बरु जा माथि नै जा के त म त कोरा है जा कुच्चे केटाको बोले बस्ने ल कुन्नीमा मोर्छ अन्त खान्छ आमासँग सुत्न नपाएर ल म यही सुत्छु नि यही सुत्छु नि कति पछि आमा छोरी सुतिन्छ आज ल पतिमा राइज मेरा साबुन कहाँ छन् है छोरीले त्यही दल यही दल थियो के यही त होला नि ओइ म त गोरी भयो त हो गोरी पो भयो त छोरी यसरी केही मुखाएर आउँछु अब ए 6 बजे मलाई के चाहिँ हुन्छ के भर्खर घन्टी बजेको आवाज बन्द भयो फेरि के न भाडा माझ्नु परेको होला कि जान्दैन कति आवाज आएको होला यो केटी अझै सुत्ती छ के न के आमा मम्मी काम गर्नुपर्छ उठाम होइन धेरै बसी छ किन हो र फ्यान पनि अफ गरिदिनु वा बत्ती नि अन गरिदिनु भयो मलाई सुत्न त दिनु अन्त उठेर के भयो त अन्त छिटो उठाम केही गरौँ होइन अन्त सुतै नै बस्नु छ हिजो सुत्न दिन्छु भन्नुभएको होइन ए अझै नै खाँच्छु म त तपाईँ हिजो सुत्नु पो दिन्छु भन्थ्यो त ल त ल सुत तँलाई एकछिन उठाउँ ल सुत सुन फेरि यो कोठा तैँले बनाएछस् नि हेर बुझिस् नि ल म गएँ तँलाई डिस्टर्ब गर्दिनँ म सुतेर बस् त मम्मी फ्यान त अन गरिदिनु ए ल गरिदिए नि के चाहिन्छ कति गर्मी भएको छ मेरो फोन बजायो कसले फोन गरे हैन कसले फोन गरेर बेलामा त बेला फोन गरेर हेलो काट्दैछस् बोला सम्झि छैन हामीलाई त अब विदेशका मान्छेले कहाँ सम्झिन्छन् र हामी नेपाली भएकालाई भरै छ नि उतैको नयाँ साथीहरू ए होइन नमन छोरी के आउँदैछ त ए पढेर बस्छ तेरो छोरी त पढ्ने हामी छोरीले अहिलेसम्म किताब छोएको मरिजा कुन दिन त्यो फोनको ठाडो किन्दैछु मैले 24 घन्टा त्यसैमा झुन्डेर बस्छु अहिले मामा आराम सुतेर बस्नुपर्छ नि कहाँ 12 नबजिकन उसलाई त्यसलाई उज्यालो हुँदैन ए फोन राख्छस् कहाँ हुन्छ अब 1 मिनट बोलेपछि तँलाई भइहाल्यो नि त होइन कुन चाहिँ तेरा नयाँ साथीहरूको फोन आयो होला नि त हामीलाई त कहाँ हामीसँग त कहाँ बोल्नु हुन्छ र 2 मिनट बोलेपछि भयो कि पैसा सकिन्छ भनेर नबोल्ने सक्यो भने म हाल्दिउँला होइन नभन तेरा कति लोभी छ थाहा छैन मलाई तर सानैबाटै चिन्छु मैले अहिले म विदेश गएर फुइ झार्थे ल त
भनेको काम गर्ने ल भनेको काम गर्ने ल राख ल राइट सबै विदेश गए मेरा दिदी बहिनीहरू एउटा मै मात्र छु यहीँ थिचेर बस्छु नेपालमा त्यसले त विदेश पठाउन पर्छ के अब मन गरे त्यो त जाओस् त्यसलाई बल्ल थाहा हुन्छ अनि यहाँ सुन्छौँ त्यो मोबाइल त हेर्ने अनि त्यो गए काम गर्न आइया ये लिखा हो ये जिसके किस बनाई के मतलब ये तरह में आज क्या है किटी ये उठिस छिटे गर्ने जो खुले छ त आएछ भोला 8 बजे छ के भयो 4 घण्टा छ अझै त सुत्न जा सुत मम्मा हजुरको ठुङ्गाले उठेको हो के कति बेसरी बोल्नु भएको साइड ब्यासँग झन् हिजो त 12 बजेसम्म म सुत्न दिन्छु भन्नुभएको थियो त बल्ल 8 बजे छ के ए मेरो ठुङ्गाले उठिस् त अब उडिहालिस् त जान त चिया पकाएर लिएर आइज मेरो ठुङ्गाले उठिस् रे के गरेको छैन मैले आज ठङ्गाले ठुङ्नु भरि बोल्छ जा चिया पकाएर लिएर आइज ए घन्टी बजाएको कसले बिहान उठेर भाडा मासेको कसले बिहान उठेर अनि फोनमा साइमासँग कुरा गरेको कसले बिहान उठेर ए बिहान भगवानको पूजा नगरिकन तैँले मलाई पाप लाउन खोज्छस् होइन त्यो त जुठा भाजा मैले नमाजेर तैँले माझ्थिस् भोलि म माझ्दिनँ तैँले तैँले माझ बिहान उठेर अनि तेरि त्यो सानी भाले उहाँ विदेश गएको 6 महिना भयो पहिला फोन गरेर टाइममा फोन उठाउनु परेन अनि त्यही माथि मेरो म कान सुन्दिनँ तँलाई कानको अस्पताल लैजान भनेको होइन मम्मी मेरो काम छ भने लैसकेसम्म अझ बढी बोल्छे जा चिया पकाए अब ओए जा त्यो मान्छे चोकको पछाडि गएर 2 किलो आलु लिएर आइज क्या त मलाई लास्टै झौला छ त्यही भएर हजुर जानु न ए भइहाल्छ म गइहाल्छु नि त कहाँ ठुली मान्छे परिस् के अरे कुन दिन म मोर्छु आउँछ त्यही मोबाइलले मकै ठाडो हेरेर बस्छु म गइहाल्छु नि होइन अब त यहाँबाट बाहिर ढोकाबाट बाहिर खुट्टा राखेस् भने त मोर्छस् के मै गइहाल्छु नि कुन दिन मोर्छ नि त थाहा हुन्छ ल्याउनु पैसा म आफै जान्छु ए त बल्ल दिमागमा आएन जानु पर्ने छ भनेर 2 किलो आलुको पैसा मलाई थाहा छ त्यहाँबाट 1 पैसा तल माथि होस् न तँलाई जान्छु ल पैसा ओए कृष्ण बाहिर त्यो रातो झोला छ लिएर आइज त ए ल मम्मी रातो झोला त छैन हे मम्मी मैले भेटेन छैन बाहिर मैले भेटेन 5 जना छु त्यहाँ कहाँ हेर्नु त हेरिस लाग्छ कहाँ गाडेर हेर्न त हेरेको त कहाँ भेट्दैछ त ए मैले भेटेन 5 जना छु खोइ छ मैले नि यो के हो यो कुन एंगलबाट रातो झोला देखिन्छ यो कालो रातो झोला नदेखे यही जुन झोला छ त्यसले झोला लिएर आउनु पर्दैन अनि रातो झोला भन्नुभयो त हजुरले जे पनि मैले रातो झोला भनेर यो रातो हो रे मेरो लागि कुन एंगलबाट रातो हो के हो ए यो एंगलबाट हेर त रातो देखिस् अरे बोल्छे ल लिएर आइज ओ कृष्ण हजुर यहाँ आइज त एकछिन किन यहाँ आइज तँलाई क्यार न कुना भने किन सोध्नुपर्छ छिटो आइज ल हजुर के भयो ऊ त्यहाँ रिमोट छ लिँदैन त्यहाँको रिमोट त लिनु आमासँग मिलाउँछस् अरे चुले यहाँ भएको रिमोट पनि लिन नसक्ने जा अब त्यसो कि गर्नु